टी20 विश्वकप 2026 कोलम्बो सुपर 8 क्लासमा चेन्नईको एमए चिदम्बरम स्टेडियममा डिफेन्डिङ च्याम्पियन भारतले जिम्बाब्वेलाई 72 रनले पराजित गर्दै सेमिफाइनलको आशा जीवित राख्यो। जिम्बाब्वेका ब्रायन बेनेटको 97 नटआउटको बहादुरीपूर्ण प्रदर्शनका बावजुद दक्षिण अफ्रिकासँग भारी हारपछि ठूलो जितको आवश्यकतामा रहेको भारतले जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्यो। भारतीय ओपनरहरूले तीव्र गतिमा सुरुवात गरे। सञ्जु सैमसनले आक्रामक रूपमा खेल्दै 15 बलमा 24 रन बनाए, जसमा एक चौका र 2 छक्का थिए। तर चौथो ओभरमा ब्लेसिङ मुजाराबानीको बलमा रायन बर्डले क्याच गरे। शुभमन गिलले त्यसपछि कमान सम्हाले र 28 बलमा अर्धशतक पूरा गरे। उनले 30 बलमा 55 रन बनाए, जसमा 4 चौका र 4 छक्का थिए र पावर प्लेमा भारतले 80 का मुनि 1 बनायो। यो टी20 विश्वकप इतिहासमा दोस्रो सर्वश्रेष्ठ हो। अभिषेक शर्माले पनि जोरदार खेल्दै टिनो टेन्डा मापोसा, ब्रायन बेनेट र रिचर्ड एन्गाराभाको बलमा छक्का प्रहार गरे। उनले ईशान किशनसँग ठोस साझेदारी गरे, जसले 24 बलमा 38 रन बनाए, जसमा 4 चौका र 1 छक्का थिए। किशन 11औं ओभरमा सिकन्दर राजाको बलमा विकेटकिपरले क्याच गरे। गिल चाँडै नै मापोसाको बलमा राजाले क्याच गरेर 55 मा आउट भए। सूर्यकुमार यादवले थप गति दिएर 13 बलमा 33 रन बनाए, जसमा 3 चौका र 2 छक्का थिए। तर तासिङ्गा मुसेकिवाको बलमा एन्गाराभाले क्याच गरे। फिनिसिङ टच हार्दिक पाण्ड्या र तिलक वर्माले दिए। पाण्ड्या 23 बलमा 50 रनमा नट आउट रहे, जसमा 2 चौका र 4 छक्का थिए। वर्माले 16 बलमा 44 रनमा नट आउट रहे, जसमा 3 चौका र 3 छक्का थिए। उनीहरूको 84 रनको नटआउट साझेदारीले डेथ ओभरहरूमा भारतलाई 256 का मुनि 4 सम्म पुर्यायो। यो टी20 विश्वकप इतिहासमा दोस्रो सर्वाधिक स्कोर हो। एक्स्ट्राजबाट 12 रन आयो। जिम्बाब्वेका बलरहरू ब्याटिङ अनुकूल पिचमा सङ्घर्ष गरे। एन्गाराभाले 4 ओभरमा 1 का मुनि 62, मुजाराबानीले 1 का मुनि 43, मापोसाले 1 का मुनि 40 र राजाले 1 का मुनि 29 लिए। ब्राड इभान्स विकेटविहीन 52 खर्चे, जबकि बेनेट र बर्डले क्रमशः 16 र 10 खर्चे। 257 रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वेलाई चमत्कार चाहियो। ओपनर ब्रायन बेनेट र तादिवानासे मारुमानीले स्थिर सुरुवात गर्दै 44 का मुनि 0 बनाए, तर मारुमानी अक्षर पटेलको बलमा ईशान किशनले क्याच गरेर 20 बलमा 20 रन 2 छक्कामा आउट भए। डियोन मायर सस्तैमा तिलक वर्माले वरुण चक्रवर्तीको बलमा क्याच गरेर 9 बलमा 6 रनमा आउट भए। बेनेट भने खडा रहे। 22 वर्षीय ओपनर, जसले टुर्नामेन्टका अघिल्ला 3 इनिङ्समा नटआउट रहेका थिए, आफ्नो क्लास देखाए। उनले 31 बलमा जसप्रीत बुमराहको बलमा लङ अनमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। बेनेटले आक्रामकता र संयम मिसाएर लुज बलहरूलाई बाउन्ड्री र छक्कामा परिणत गरे। उनले शिवम दुबेको ओभरमा 2 छक्का र 1 चौका प्रहार गरे र बुमराहका योर्करहरूलाई कुशलतापूर्वक ह्यान्डल गरे। सिकन्दर राजाले 15 बलमा 25 रन, 1 चौका र 2 छक्का सहयोग गरे, तर विकेटहरू झरेपछि गति गुम्यो। रायन बर्डले द्रुत 18 रन बनाए, तर जिम्बाब्वेले गति गुमायो। टोनी मुन्गोना र अन्यले साझेदारी गर्न सकेनन्। भारतका बलरहरूले दबाव कायम राखे। अक्षर पटेल 1 का मुनि 35, वरुण चक्रवर्ती 1 का मुनि 29, बुमराह 3 ओभरमा 0 का मुनि 21, अर्शदीप सिंह 0 का मुनि 13 र पाण्ड्या 0 का मुनि 12। दुबे महँगो 0 का मुनि 26 भए, तर जिम्बाब्वे 20 ओभरमा 184 का मुनि 6 मा समाप्त भयो। बेनेट 59 बलमा 97 रनमा नटआउट रहे, जसमा 8 चौका र 6 छक्का थिए। यो उनको टी20 आईमा सर्वाधिक स्कोर हो। यो हारमा एक्लो योद्धाको प्रयास थियो, जसले उनलाई आइपिएल अनुबन्धको सम्भावना देखायो। पूर्व भारतीय क्रिकेटर बुर्केरी रमनले बेनेटको नियन्त्रणको प्रशंसा गरे, जबकि जिम्बाब्वे कप्तान तातेन्डा ताइबुले ब्याटिङ अर्डरमा रणनीतिक त्रुटि उल्लेख गरे। यो जितले भारतको नेट रन रेट -1.20 मा पुर्यायो, वेस्ट इन्डिज विरुद्ध भर्चुअल क्वार्टर फाइनल सेट गर्दै। जिम्बाब्वे बेनेटको बहादुरीका बावजुद टुर्नामेन्टबाट बाहिरियो। भारतको ब्याटिङ मसल र बलिङ गहिराईले निर्णायक जित दिलायो।